भनेको चाहिँ फर्स्ट फेज अफ ट्रिटमेन्ट। अन्त कसैले पनि खान्छ नि, खाँदा खाँदा के हुन्छ उसले छोड्दाखेरि हेर्नुहोस् क्रोनिक युजले गर्दा उसको फिजिकलमा त के न के त बिग्रेको हुन्छै हुन्छ, लिभर किडनी हार्टमा अघि देखाउनु पनि के न के त गएकै हुन्छ। र त्यो मात्रै हुँदैन, साथै साथ फिजिकल मात्रै हुँदैन, एडिक्सनले चाहिँ के गर्छ भने तपाईँलाई मस्तिष्कमा पनि धेरै प्रभाव पारेको हुन्छ। अघि देखाउनु भयो डिप्रेसन, एन्जाइटी के उहाँले अब हुन्छ, प्लस विथड्रल सिम्पटम्स हुन्छ। सो फर्स्ट फेज अफ ट्रिटमेन्ट इज द डिटक्सिफिकेसन। यो फेजमा के गर्नुपर्छ भने यो पेसेन्टलाई चाहिँ डक्टरकोमै लानुपर्छ है, मेरोमा भनेको होइन, यु क्यान टेक टु एनी जेनरल फिजिसियन एन्ड एनी डक्टर। र यो पेसेन्टलाई चाहिँ स्क्यान गर्नु पऱ्यो नि, रक्सी खाएर बिगारेको हुन्छ, गाँजा खाएर बिगारेको हुन्छ, उसलाई चाहिँ फिजिकल मेन्टल एसेसमेन्ट गर्नु पऱ्यो, सबै टेस्ट गर्नु पऱ्यो। र यो प्रपर गरेपछि चाहिँ उसलाई जुन चाहिँ फर्स्ट फेजमा विथड्रलको लागि चाहिँ दबाई दिन्छ। सो एल्कोहलको लागि पनि विथड्रलको लागि एउटा दबाई पाउँछ, गाँजाको लागि पनि पाउँछ, माटोको लागि पनि पाउँछ, ट्याब्लेट पनि पाउँछ। सो यो दबाई खाँदा चाहिँ जस्तो उसलाई है उसले कोल्ड टर्की भनेको चाहिँ दबाई नखाइकन विथड्रललाई फेस गर्छ। कोल्ड टर्कीमा चाहिँ बहुतै डरलाग्दो दुख्छ, अन्त त्यो कोल्ड टर्की जहिले फेल हुन्छ। तर तपाईँले जब दबाईको प्रयोग गर्नुहुन्छ नि, तपाईँको फर्स्ट डेमा नै 50% चाहिँ पेन चाहिँ के हुन्छ अरे रिड्युस हुन्छ, तपाईँको निन्द्रा स्टेबलाइज हुन्छ, तपाईँको मुडलाई स्टेबल गरिदिन्छ, सुसाइडल थट्सलाई के गरिदिन्छ कन्ट्रोल गरिदिन्छ। त्यसलाई भन्छ डिटक्सिफिकेसन फेज एउटा। सेकेन्ड, कुनै पनि बिमार छ डिटक्समा है, कोही लिभर बिगारेको छ, किडनी बिगारेको छ, प्रेसर छ, डायबिटिस छ, युरिक एसिड बढेको छ भने त्यसलाई म्यानेज गर्नु, सो द्याट कि रिहेबिलिटेसनमा जानु अगाडि चाहिँ द्याट पर्सन सुड बी मेन्टली एन्ड फिजिकली 100% फिट, द्याट इज कल्ड डिटक्सिफिकेसन। अब रिहेबिलिटेसन। अब रिहेबिलिटेसन भनेको चाहिँ के भन्दाखेरि तपाईँको यो पेसेन्ट चाहिँ है रिहेबिलिटेसन चाहिँ जति पनि रिह्याबहरू छ, देयर आर टू टाइप्स अफ रिहेबिलिटेसन। वान इज इट इज अलवेज कल्ड नट सोसल रिहेबिलिटेसन, इट्स कल्ड साइको सोसल रिहेबिलिटेसन भन्छ। साइको सोसल, साइको भनेको चाहिँ रिहेबिलिटेसन चाहिँ साइकियाट्रिस्ट र साइकोलोजिस्टले गर्छ। साइको भनेको चाहिँ ड्रग्स खाने या कसै खानेको धेरै आफ्नो के लिमिटेसन्सहरू हुन्छ, या उसकोमा के अरे एन्जाइटी, डिप्रेसन, या उसको पर्सनालिटी डिप्रेसन, र यो फेरि उसले आफ्नो पर्सनालिटी चेन्ज गरेको हुन्छ। अन्त त्यो आफ्नो लिमिटेसन, आफ्नो स्ट्रेन्थ है, यो तपाईँले साइकोलोजिकल इन्टरभेन्सन गरेर उसको क्षमता बढाउनु, आफ्नो इन्टरनल क्षमता बढाउनुलाई चाहिँ के भन्छ, इन्टरनल वर्ल्डलाई चाहिँ क्लिन गर्नु, सफा गर्नु, झाडु लाउनुलाई चाहिँ साइकोलोजिकल रिहेबिलिटेसन भन्छ। अब यो साइकोलोजिकल रिहेबिलिटेसन चाहिँ रिहेब सेन्टरमा हुँदैन, इट ह्यापन्स अन्ली इन द हस्पिटल सेक्टर या अब क्याम्पमा हुन्छ, सेन्टर फ्याक्ट्री। अब उता किन सोसल रिहेबिलिटेसन भनेको चाहिँ खास चाहिँ उहाँहरूको क्षमता बढाउनु। अब खाने अब कोही बेला अनइम्प्लोइड हुन्छ, कोही बेला पढेको हुँदैन, कोही बेला उनीहरूको कति बेला के हुन्छ भने उहाँहरूको धेरै क्रिटिकल सिचुएसनमा चाहिँ अब उहाँहरू दे क्यानट अर्न देयर लाइभलीहुड। सो उनीहरूले जब लाइभलीहुड अर्न गर्न सक्दैन, क्षमता नभएर उनीहरू के गएर चाहिँ दे रिल्याक्स। सो सोसल रिहेबिलिटेसन इज स्पेसली फर द इकोनोमिक रिहेबिलिटेसन। अन्त रिह्याबमा चाहिँ खासमा चाहिँ धेरै क्यापेसिटी एन्ड स्किल डेभलपमेन्ट ट्रेनिङहरू हुनुपर्छ, सो द्याट दे गेट इन्गेज। अन्त उनीहरूको क्षमताहरू पनि विकास गर्ने के अरे बल हुनु पर्यो, सो द्याट त्यो मान्छे चाहिँ बाहिर आएपछि चाहिँ है हि बिकम्स अ प्रोडक्टिभ एन्ड मिनिङफुल मेम्बर इन द सोसाइटी। दिस इज वाट इज रिहेबिलिटेसन।